भेडेटारमा एक रातको रमाइलो बसाइपछि बिहानको 6 बज्नै लाग्यो। अब हाम्रो यात्रा कोशी हाइवे हुँदै अगाडि बढेको छ। झुल्किन लागेको घाम र निलो आकाशलाई क्यामेरामा कैद गर्दै मेरो पाइला आज गुराँसको राजधानी भनेर चिनिने सुन्दर तिनजुरे बसन्तपुर तर्फ अगाडि बढ्दैछन्। यस यात्रामा हामी तपाईहरूलाई कोशी हाइवेको सुन्दर दृश्यहरू, ठाउँ ठाउँमा गफिँदै विश्राम लिँदै बाटोको सुन्दर ग्रामीण बस्तीहरू र यात्राका महत्त्वपूर्ण जानकारीहरू समेटेर तिनजुरे बसन्तपुरसम्म पुर्याउनेछौँ। बाटोमा देखिएका रमाइला दृश्यहरू र अनौठो ठाउँहरूले गर्दा भिडियो निकै रोचक र अलिकति लामो भएको छ। भिडियो स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला है। स्वागत छ मेरो पाइलाको नयाँ अनि फरक एपिसोडमा। यो बाटो चाहिँ हामी नमस्ते झर्ना जान्छौँ। नेक्स्ट टाइम आउँदा जानुपर्छ। धेरैचोटि गइसकेको छ। आजको डेस्टिनेसन चाहिँ तिनजुरे भएकोले हामी गएनौँ। कन्स्ट्रक्सनको काम भइरहेछ। पुल भत्केको भएर होला, बाटो भत्केको भएर बनाउने काम भइरहेछ। त्यसरी यही हो फर्स्टमा बाटो बिग्रेको। यति कहीँ बिग्रेको थिएन ठाउँमा चाहिँ। यता माथिको बाटो चाहिँ तम्बर करिडोर जाने बाटो हो। यता चाहिँ सिधै गाडी गएको बाटो चाहिँ मूलघाटतिर लाग्छ। मूलघाट बजार आइसक्यौँ। झन्डाहरू फहराइरहेको छ। फाइनली मूलघाटको पुल आइपुग्यो। यहाँ चाहिँ बसेर अब हामी चिया खान्छौँ, उखुको जुस खान्छौँ। कति धेरै उखुको स्टलहरू छ। चिया खाजा खाएर अनि यस्तो पुलतिर घुमाउँ न त भनेर यता पुलतिर आएको छु। कस्तो मजाले खोला बगिरहेको छ कि हावा पनि मजाले लाग्छ। यहाँ त जहिले पनि यस्तै हुन्छ। हिजोसम्म मजाले पानी परेको थियो। आज चाहिँ मजाले घाम लागेको छ। खाजा खाने ठाउँमा चाहिँ कस्तो मजाले आँप बगैँचा लगाएको रहेछ कि मजाले आँप पनि फलेको। जताततै आँप रहेछ। यहाँ आँप बगैँचा होला। योभन्दा धेरै फलेको थियो अरे पोहोर। यसपालि चाहिँ पातलो छ। त्यही पनि मैले चाहिँ फर्स्ट टाइम यति धेरै फलेको देखेँ यो टाइम। नत्र भने हाम्रोतिर त एउटा छैन फलेको। हामी यो सिधै बाटो जाँदा चाहिँ धनकुटा पुग्छौँ, तर हामी हिँडेको बसन्तपुर। त्यो भएर यो बाटो जान्छ हिले, बसन्तपुर अनि तेह्रथुम, सङ्खुवासभा पुगिन्छ यो बाटोबाट। बाटोभरि यति धेरै सल्लाहको रुखहरू छ नि। दायाँ बायाँ भुइँभरि पनि सल्लाहको पातै पातहरू छ। मलाई त्यो कस्तो आनन्द लाग्छ कि मेरो चाहिँ फेभरेट हो नि त सल्लाहको रुखहरू पनि। अनि यो सल्ली पिर त पाक्ने बेला त भएको छैन। यो देखिएको पाखोमा चाहिँ यति धेरै वाटर लिली छ। मान्छेहरूको भिडभाड थियो। यहाँ जङ्गलैभरि यस्तो फुल फुलेको छ के भन्ने। वाटर लिली त्यस्तै फुलेको छ। वाटर लिली चाहिँ यहाँ रहेन रहेछ। उता त जङ्गलैभरि फुलै फुलको सहरमा आइपुगे जस्तै भएको छ कि मलाई। बाटोमा यति धेरै वाटर लिली थियो नि के भन्ने राम। यस्तो मक्ख पर्ने। यो त अझै यसमा चाहिँ थोरै नै छ कि। उता तलतिर चाहिँ धेरै भिड भएर रोकेनौँ हामीले। जङ्गलै भरे वाटर लिली कस्तो राम्रो गरी फुलेको। मिहिनेतै नगरी के घुम्दै फिर्दै रेस्ट गर्दै। ल बसन्तपुर चाहिँ 24 किलोमिटर मात्रै छ यहाँबाट। धनकुटाको हिले बजारमा हजुरहरूलाई स्वागत छ। अब हामी यहाँबाट चाहिँ हिले प्रवेश गर्दैछौँ। हामी हिले बजार आइपुगेका छौँ। यहाँ तोङ्बाको शालिग बनाइएको छ। हामी यो तल्लो बाटोबाट धनकुटा हुँदै यता आइपुग्यौँ हिले बजार। यो बाटो जान्छौँ हामी छेन्ताङ मन्दिर। यहाँबाट चाहिँ 1 घन्टा जति लाग्छ अरे। यहाँ लोकल तरकारीहरू एकदमै अर्ग्यानिक तरकारी पाइन्छ पहाडको। हामी लिएर जान्छौँ। मैले जाँदाखेरि फर्किँदा
छिन्ताङ मन्दिर कोही जान चाहनुहुन्छ भने यहाँबाट जान सकिन्छ। स्ट्याचु भयो, सानो बजार भए पनि यहाँबाट चाहिँ हामी प्राय लाने भनेको बिस्किट तरकारीहरू। हिले बजारको एरिया चाहिँ एकदमै ठुलो छ के, पहाडी बजार चाहिँ यतिको निकै ठुलो हो। धनकुटा भन्दा हिले बजार नै ठुलो हो कि के हो, मलाई चाहिँ त्यस्तै लाग्यो। पहाडी बजार भए पनि कस्तो आधुनिक घरहरू के यता चाहिँ। बसन्तपुरमा चाहिँ प्राय परम्परागत घरहरू छन्, पुरानै काठहरूका छन्, तर पहाडीहरूमा चाहिँ पुरानै शैलीको घरहरू राम्रो देखिने है। यस्तो बिल्डिङहरू भन्दा पहिला आउँदा पनि यस्तै थियो कि, जति पटक आए पनि हिले चाहिँ मलाई प्रिय लाग्छ। हिले बजार पनि एकदमै रमाइलो छ। टाढा जान सकिएन, अरू हाइटमा जान सकिएन भने हिले बजारमै पनि रमाइलो गर्न सकिन्छ। फर्स्ट टाइम आउँदा चाहिँ हामी 6-7 वर्ष अगाडि हिलेमा मात्रै आएर स्टे गरेर फर्केका थियौँ, एकदमै चिसो भएर। बाटो निकै घुमाउरो र साँघुरो छ, अनि एकदमै केयरफुल भएर पनि यात्रा गर्नुपर्ने हुन्छ कि यस्तो घुमाउरो बाटोमा। झन् पहिलो पटक आउनेहरूलाई त कति धेरै गाह्रो हुन्छ कि, लोकेसन पनि थाहा हुँदैन नि त। अनि कस्तो हिमालको चिसो हावा हामीलाई कस्तो छोएर गए जस्तै लागेको छ क्या, एकदमै चिसो चिसो जाडो पनि भइरहेछ हामीलाई। नागबेली बाटो के कति उकालो पनि त्यस्तै छ, टन्न भरपुर। अनि बाटोको रमाइलो पनि यस्तै नै त हो नि। हामी भरपुर इन्जोय चाहिँ गरिराखेका छौँ है। जे होस् हरियाली चारैतिर, अनि वाटर लिलीले त झन् मक्ख पारेको छ कि मलाई। झन् यो सानो सानो फुलहरू छ नि कस्तो राम्ररी फुलेको के, मन छुन्ने लागे जस्तो भएको छ नि त। 10-12 दिनदेखि कन्टिन्यू पानी परिरहेको छ। पानी परेर होला के झन् हरियाली बढे जस्तो लाग्यो मलाई। अनि बसन्त ऋतुले गर्दा रुखमा पनि पालुवा पलाएको छ, अनि भएन त मजा हामीलाई। यहाँबाट तल देखिएको त्यो जुन बजार छ नि, त्यो चाहिँ हिले हो के, कस्तो तल देखिएको के। हामी कति उच्च स्थानमा आइपुगेछौँ के, हेर्नुहोस् न। बादल र पहाड पनि हामीभन्दा तल देखिन थालिसक्यो। आज त म साँच्चीकै बादलको देशभन्दा पनि माथि आएको अनुभव भइरहेछ के मलाई। बादललाई नै छौँ जस्तो भइसकेको छ। बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होलिन्। कस्तो यो गीत याद आयो कि अचानक मलाई बादलै बादल देखेर। अनि हेर्नुहोस् न, यो साइडको सल्लाहको रुखहरू पनि कति धेरै हो कि। यहाँ त कन्याम भन्दा धुपी चाहिँ अलिक थोरै रहेछ यता। तर जे भए पनि दुवै ठाउँको आफ्नो आफ्नो स्पेसलिटी हुन्छ नि त, आफ्नै आफ्नो स्टाइलको राम्रो छ के। हामी जाने ठाउँ चाहिँ त्यो देखिएको डाँडो छ नि, त्यो भन्दा पनि पारी जाने हो नि त। साँच्चै 100वटा डाँडा पार गरेर आए जस्तै फिल भइरहेछ कि मलाई। मनमा पनि कस्तो छुट्टै किसिमको आनन्द मिलेको छ। डाँडा कतिवटा डाँडा कटियो नि त। मैले देखाउन सकिरहेको छैन कि यहाँको ब्युटी, क्यामेरामा चाहिँ रियल ब्युटी क्याप्चरै नहुने रहेछ के। त्यस्तो वाउ छ के, यस्तो राम्रो छ नि के भन्ने, आँखै लोभिन्छ, आँखा मन सबै के। हामी चाहिँ सिद्धुवा बजार आइपुग्यौँ। यहाँ चाहिँ काउलीफ्लावरको कस्तो राम्रो डिटो स्ट्याचु बनाएको रहेछ, कस्तो आर्टिस्टिक लाग्यो मलाई चाहिँ। हामी अनि यो चाहिँ पहाडी बजार हो नि त, सानो होला भनेको कति ठुलो रहेछ के, परसम्म देखिरहेको छु मैले। अनि आज शनिबार, अनि गुराँस हेर्नेको पनि भिडभाड भएर होला नि त, कस्तो एकदमै चहल पहल छ के, भिडभाडै छ बजार। आजकल चाहिँ यो नेपालको झन्डा चाहिँ चोकचोकमा फहराउने फेसनै भएको छ। कस्तो मजाले फहरार भएको छ नि त। हेर्दा पनि झन्डा फहराएको देख्दा चाहिँ कस्तो मजा लाग्ने के, खुसी लाग्ने।
अहिले चाहिँ म सिद्धुवा बजारमा छु। बजारभन्दा पनि अलिकति माथि हाइटमा चढेँ। यस्तो छ यहाँको नजारा। कस्तो चिसो, कतिवटा पहाडहरू छिचोलेर आइसक्यो नि त। यस्तो जाडो छ के भन्नु, यस्तो रमाइलो छ। अनि यहाँ चाहिँ पुरा कस्तो राम्रो छ कि। अनि म यहाँ इन्जोय गरिरहेको छु। यो कस्तो राम्रो टुप्पो छ। अनि यसलाई अलिकति मी टाइम गरिहालेको। हामी आइपुग्यौँ चित्रे बजार। यो चाहिँ चित्रे बजार हो। अनि यो साइडमा गमला, ठुल्ठुलो गमलामा देख्नु भएको छ नि, त्यो चाहिँ गुराँस हो के। योभन्दा अगाडि आउँदा चाहिँ यस्तो मजाले पातै नदेखिने गरी फुलेको थियो। यो पालि चाहिँ खोइ सिजन सकिएर हो कि एउटै फुलेको देखिएन। बिहानको करिब 10 बज्न लाग्यो। अब हामी करिब आइपुग्न आँट्यौँ बसन्तपुर। अनि एकदमै चिसो हावा चलेको छ के भन्ने, त्यो नाकको त्यो टुप्पो त एकदमै चिसो भएको छ। अनि एकदमै जाडो के लगलग वाला फिलिङ भइरहेछ। कन्टिन्यू हिँडेको भएर होला एकदमै टायर्ड फिल भइरहेछ। अनि अहिले चाहिँ ठ्याक्कै बिहानको 11:15 बज्यो। फाइनली बसन्तपुर पनि आइपुग्यो। बजार प्रवेश गर्दा पुरानो आधुनिकता झल्किने घरहरू देखिन्छन्। यो सिजन पर्यटकीय मौसम पनि छ नि त। गुराँस हेर्नेको चहल पहल भएकोले होला मान्छेहरूको भिडभाड नै छ बजारमा। अनि यो देखिएको गुराँसको प्रतिमा छ नि, त्यहाँ त फोटो नखिची कसैलाई चित्तै बुझ्दैन के। हामीले पनि फोटो खिच्यौँ यहाँ रोकेर। कस्तो राम्रो छ हेर्दैखेरि। लाली गुराँसमा फोटो नखिचिकन गयो भने अधुरो नै हुन्छ। त्यो भएर सबजनाको भिडभाड छ यहाँ फोटो खिच्नको लागि। भोक पनि निकै लागिसक्यो। टाइम पनि भयो नि त खाना खाने। बोल्ने एनर्जी पनि नभए जस्तो लागिरहेछ के। अब चाहिँ होटल खोजेर खाना खानु पर्ला। बसन्तपुर बजार चाहिँ कस्तो राम्रो देखिन्छ। को आउनु भएको छ बसन्तपुर बजार घुम्नको लागि। अनि यहाँ चाहिँ दुवै प्रकारका घरहरू छन् के, साना ठुला सम्मिश्रण छन् दुईटैको। यहाँको प्रख्यात भनेको चाहिँ छुर्पी। अनि त्यस पछाडि सक्खर पनि मजाले राम्रो पाउँछ। यहाँ शङ्खुवा सभाको सक्खर पाइन्छ, यहाँबाट लानुपर्ने। अनि अर्थोक पनि धेरै थोक छ, जस्तो चियापत्ती पनि पाउने रहेछ पाउन चाहिँ। हामी चाहिँ अब खाना खाना यहाँ होटलमा आएको छौँ। किचन पनि क्लिन रहेछ। हेरौँ है त कस्तो खाना पाइन्छ यहाँ। यता चाहिँ छैन स्पेस, हामी 2जना मात्रै हो। ओपन किचन रहेछ। हामीले एकदमै सफा लाग्यो कि यहाँ होटल। खाना रेडी हुँदैछ। अहिलेसम्मकै सफा किचन हो कि मैले खाना खाएसँगको। एकदमै सफा रहेछ किचन। स्टाफहरू पनि एकदमै काइन्ड खालको। किचन खाना आइसकेको छ। यस्तो लोकल चिकन, चिसो छ मौसम, यस्तो तातो तातो खाना। अब हामी इन्जोय गर्छौँ है त। हाम्रो कति भयो बहिनी? कति भयो हाम्रो? हामी खाना खाएर लाग्यौँ तिनजुरेतर्फ। यो देखिएको तल्लो बाटो चाहिँ तेह्रथुम जान्छ। अनि माथिल्लो बाटो चाहिँ खादबारीतिर। हामी निरन्तर अगाडि गइरहेका छौँ। हामी यति धेरै उचाइमा आइसक्यौँ नि, लाग्छ अब चाहिँ आकाशै यहीँबाट छुइन्छ जस्तो के। हात यस्तो गर्दा कस्तो नजिकै बादल जस्तो फिल भएको के मलाई। एकदमै टपमा छौँ। अनि तलतिर हेर्दा चाहिँ कस्तो पहाडहरू पनि यत्रो सानो सानो देखिएको के। कस्तो आनन्द लाग्यो है। अनि जताततै ऐसुलु नै ऐसुलुको रुखहरू। अनि मैले त रोकेर कति धेरै ऐसुलु पनि खाएँ। अनि बाटो चाहिँ त्यस्तो साह्रो बिजी छैन के। अस्ति त्यो फर्स्ट विकतिर चाहिँ कति धेरै त्यो पुरा ट्राफिक थियो नि त। एकदमै धेरै जाम थियो, बाटो हिँड्नै नमिल्ने गरी। अहिले चाहिँ खुल्ला भएर अब मजाले इन्जोय गर्न सकिन्छ नि त, यस्तो खुल्ला भयो भने।
हेर्नु न भ्यू कस्तो धेरै राम्रो छ, इन्जोय गर्नुहोस् है। मैले चाहिँ एकदम भरपुर इन्जोय गरिरहेको छु। पहाडहरू कस्तो सानो देखिएको के, मलाई त आफू कस्तो ठुलो अनि पहाड सानो फिल भइरहेछ है। अनि यो एरियामा चाहिँ यतातिर त्यस्तो पसलहरू चाहिँ एकदमै धेरै रहेछ के, ठाउँ ठाउँमा छ नि त। अहिले झन् धेरै बढेछ, पहिला चाहिँ यति धेरै थिएन। अनि खाजा के खाने भनेर भोक लाग्यो भने त्यस्तो वरि हुन पर्दैन कि, मजाले खाजाहरू पाउँछ, पसलहरू टन्न छ। हामी अहिले आइपुग्यौँ ठ्याक्कै देउराली भन्ने ठाउँ। यो अगाडि देखेको रुखहरू कस्तो राम्रो देखिएको के को रुख हो मैले कस्तो पत्तै लाउन सकिनँ। तपाईँहरूले चिन्नुभयो भने भन्नु होला है त। कस्तो राम्रो के, झ्याउ पलाए जस्तो पनि लाग्यो, पातहरू नभएर गुराँस त होइन जस्तो लाग्यो मलाई। कस्तो कारो लिनु भएको छ कि, त्यो डाँडामाथि पानी पर्छ कि भन्ने कस्तो डर लाग्यो मलाई चाहिँ। अब फेरि हामी चाहिँ जता गए पनि पानी किन पर्नु पर्ने हो कि, उता गए पनि पानी पर्छ, यता गए पनि पानी पर्छ। आज चाहिँ पानी नपरे हुन्थ्यो। ल हामीले चाहिँ फर्स्ट दर्शन गऱ्यौँ है त गुराँसको। कस्तो राम्रो फुलेको बेबी पिङ्क कलरको रहेछ यो चाहिँ। अगाडि जुन देखिरहेको छ नि यो चाहिँ पुरै डार्क कलरको छ। कस्तो जङ्गलैभरि फुलेको छ के, हेर्नु न गुराँस कस्तो, मनै कस्तो खुसी भयो। फाइनली हामी आइपुग्यौँ गुराँसको राजधानी। योभन्दा अगाडि चाहिँ गुराँस फुलेकै थिएन कि, पातै पात थियो नि त हामी आउँदा, जति पटक आउँदा पनि। यो टाइम चाहिँ प्रशस्त फुलेको छ, हेर्नु न, जो यता पनि गुराँस उता पनि गुराँस। कस्तो एक्साइटेड भयौँ क्या हामी सबैजना। बाफ्रे के भन्ने हो कि, हामीलाई यस्तो मक्ख परिसक्यौँ, कति धेरै गुराँस फुलेको। कस्तो मन के भइसक्यो के फुल हेर्दा हेर्दै। यो सबै रुखहरू चाहिँ गुराँसको रहेछ के, मैले नचिरिरहेको। अघि मैले चिन्न नि जुन, त्यो पनि गुराँसकै रुख रहेछ। अब हामी आयौँ गुराँसको कोर एरियामा। यता हेऱ्यो गुराँस, उता हेऱ्यो गुराँस, जताततै गुराँस फुलेको छ के। एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भन्ने नि, नेपालमा 32 प्रकारको गुराँसहरू पाइन्छ नि, हो त्यसमध्ये 28 प्रजाति चाहिँ यही तिनजुरेमा पाइन्छ के। त्यही भएर सरकारले यो तिनजुरलाई चाहिँ गुराँसको राजधानी घोषणा गरेको हो। हेर्दा हेर्दै मैले 3वटा गुराँस देखेँ के, 3टा कलरको, एउटा व्हाइट कलर, बेबी पिङ्क अनि डार्क पिङ्क। कस्तो राम्रो। यो चाहिँ यहाँ आएको चाहिँ हामी थर्ड टाइम हो नि त। फर्स्ट र सेकेन्डमा चाहिँ हामीले गुराँसै हेर्न पाएनौँ कि, अलिअलि मात्रै थियो। अनि यो पालि चाहिँ कति धेरै के, टन्न बाटोभरि नै धेरै फुलेको छ। योभन्दा अगाडि आउँदा हामी यो तारबेरा छ नि देखिएको, यो थिएन। हुन त हामी 2-3 वर्ष अगाडि आएका थियौँ, अनि अहिले चाहिँ यो नयाँ देखियो। ग्राभेल बाटो चाहिँ जस्ताको तस्तै के, कस्तो नबनाएको, यति थोरै बाटो छ, त्यही पनि कस्तो गल्ड्याङ गुल्डुङ ढुङ्गाले कस्तो डिस्टर्ब गरेको हिँड्नलाई पनि है। अनि गुराँसहरू कस्तो मजाले फुलेको छ। हामी ढिला भए पनि मजाले नै हेर्न पायौँ कि, पाइँदैन होला भन्ने चाहिँ सोचिरहेको थियौँ, तर लकिली हामीले मजाले हेर्न पायौँ। गुराँस चाहिँ मजाले फुल्ने चाहिँ वैशाख 15-20 गतेतिर हो नि त, मजाले फुल्छ। हामीले चाहिँ अब लेट भए पनि हेर्न पायौँ। यतिको हेर्दा चाहिँ मलाई यो चित्त बुझ्यो कि, मतलब छैन होला जस्तो लागिरहेको थियो। यो रुखमा चाहिँ मजाले सुकेछ के, तर अरूहरूमा चाहिँ मजाले फुलेको छ गुराँसहरू। यो वल्लो बोटमा चाहिँ सुकेछ, अलिक परको बोटमा चाहिँ मजाले फुलेको छ। अब सिजन सकिएर होला सबै गुराँसहरू सुकेर यस्तो भएको छ। यस्तो छ पाखा पखेरा सबै यो गुराँसको बोटहरू देखिएकोहरू। बुढो बुढो भइसकेको रुखहरू पनि, त्यो पनि फुल्न चाहिँ फुलिरहेछ। आफ्नो धर्म छोडेको छैन जे होस् रुखले। म यति धेरै खुसी भएको छु गुराँस देखेर। अनि यहाँको हुन्छ नि त्यो र ब्युटी मैले यहाँ क्याप्चर गर्न सकेको छैन कि, त्यति धेरै राम्रो देखिरहेछ। त्यो त्यो क्यामेरामा कैद गर्नै सकिँदैन क्या, त्यस्तो छ सुन्दरता। यहाँ हेर्नु न नजारा। मेरो बोलीबाट पनि थाहा पाउन सक्नुहुन्छ कि म कति धेरै एक्साइटेड भइरहेछु। फुल चाहिँ यसरी सुकेर सबै झरेको छ। थुकेको होला, न त टिपेर लानुहुन्थ्यो क्या, औषधि हुन्छ नि त यो त सबै। यहाँ चाहिँ मैले योभन्दा अगाडि नोटिस नै नगरेको रहेछ क्या, यो जुन देखेको छ नि, तर सबै सुक्न आँटिसकेको छ क्या यो गुराँसहरू। नयाँ बच्चाहरूलाई नरेपेको हो कि के हुन्छ यो, अब यो सुकेर त बुढो भयो नि त, सबै मर्न थालेको छ। अनि यहाँ देखेको सबै रुखहरू चाहिँ गुराँसकै रहेछ के।
मैले चाहिँ अरू जङ्गलमा कति धेरै रुख हुन्छ भन्ने हुन्छ नि त, मैले नोटिस नगरेको बल्ल आज नोटिस गरेँ। एक्सप्लोर गर्दैछ है त म त। आधी सुकेर झरिसकेको छ, आधी अलिअलि छ, त्यो पनि पुरै सुक्न थालिसकेको छ। अलिक ढिला भयो क्या 15 दिन हामी आउन, तर केही छैन, यत्तिकै भए पनि देख्न पाइयो। गुराँसको फेदमुनि सम्झनाको छाया, सास बढेर गीत पनि गाउन सकिनँ। है हेरिराख्नु जस्तो लाग्छ यो सुन्दरता। यहाँबाट चाहिँ त्यो राईहरूको साकेला थान हो कि, नाच्छन् नि उँधौली उभौली पर्वमा साकेला डान्स गर्ने ठाउँ। प्राय सबैतिर उता अस्ति कन्याममा पनि उतै जङ्गलतिर मासतिर हाइटमै बनाएको थियो, जतातिर पनि पहाड हाइटमै बनाउँछन् कि के हो। हुन त अब तराईमा त पहाड खोजेर पनि भएन होइन। के कराइरहेको छ, यति नजिकैबाट मैले गुराँस अनुभव गर्दैछु आज। योभन्दा अगाडि चाहिँ नजिकै फुलेको थिएन नि त, पटक पटक आउँदा पनि परे फुल्थ्यो। बच्चा बेलामा लेखानीमा चाहिँ हाम्रो मूल घरमा म हजुरआमासँग जाँदाखेरि भगवान् त्यो शिवको मन्दिर जाँदा मजाले फुल्थ्यो अनि टाढा टाढाबाट हेरेको थिएँ। अस्ति चाहिँ यो सबै फुलेको देखेको थिएँ क्या, साथीहरू आएको थिए, क्लिपहरू हेर्दाखेरि पुरै त्यो जङ्गलै रातो भएको थियो। आज चाहिँ अब कहीँ कहीँ छ, त्यो पनि ठिकै छ। नहुनु भन्दा त अलिअलि भएकै राम्रो नि त। लास्ट टाइम आएको भन्दा अलि धेरै हेर्न पाएँ। नेक्स्ट टाइम चाहिँ अलिक छिटै आउनु पर्यो। नेपाल नि सबै कुरामा धनी छ के, प्रकृतिले त एकदमै धेरै त्यो भरपुर मात्रामा उपहार दिएको छ के नेपाललाई, हुन्छ नि सब कुरामा। त्यो हो हामी जनताहरूले नै, हामी नेपालीहरूले नै यसको फाइदा उठाउन नसकेको होला जस्तो लाग्छ। यहाँबाट यस्तो देख्छौँ गुराँस, यता पनि गुराँस, गुराँस, सास फेर्दा पनि गुराँस, सबतिर गुराँस छ। ड्राई पिकनिक गर्ने ठाउँ पनि हो, यहाँ ड्राई पिकनिक गर्न आउनुहुन्छ। अब आज स्याटरडे पनि भयो नि त, अब फेरि झन् स्याटरडे सन्डे छुट्टी हुन्छ। पहिला त यति धेरै क्राउड थियो, यो ठाउँ थिएन कि कहीँ पनि, अनि अस्ति झन् धेरै, रोड पनि त्यस्तै थियो। आज चाहिँ अब सिजन सकियो नि त, त्यो सिजन सकिएर भएर पनि होला अलिकति कम्ती मान्छेहरू, अलिक कम्ती नै हुनुहुन्छ कि, अलिभन्दा पनि निकै कम्ती हो, नत्र भने यो चौरीभरि मान्छे हुन्थे। यस्तै छ। तपाईँहरूलाई रमाइलो भइरहेछ नि, मलाई चाहिँ भनि नसक्नु के, त्यति धेरै खुसी भएको छु म गुराँस देखेर। यहाँ चाहिँ अलिक धेरै पिङ्क कलरको रहेछ, तलतिर चाहिँ त्यो पार्क एरियामा चाहिँ व्हाइट पिङ्क र बेबी पिङ्क थियो धेरै, अनि यहाँ चाहिँ अलिक डार्क सेडमा छ लाली गुराँस। कस्तो माया लाग्यो कि सबै सुक्न थालेको रहेछ लाली गुराँस। अब के यसको के सक्नु नि उपाय, अब यो आवश्यक यहाँको व्यवस्थापन समितिले संरक्षण र सम्वर्धन गरेदेखि होइन, आन्तरिक पर्यटनहरूको कस्तो राम्रो छ नि त। अहिले स्थानीयहरूले पनि रोजगार पाएका छन्, पसलहरू खोलेका छन्, सबैलाई राम्रो भएको छ नि त। प्रकृतिलाई हामी आउने घुम्नेहरूले पनि अलिकति सफा गरेर युज गरेको सामानहरू, प्लास्टिकहरू यसरी जथाभावी नफालिदिएर होइन, गर्दैनौँ के, जथाभावी खायो, इन्जोय गर्यो, प्लास्टिक फाल्यो, त्यो त भएन नि त। मान्छेहरू कति धेरै बुद्धि नभएका हुन् क्या, हामी नेपालीहरूको त बुद्धि छैन भने यस्तो गर्छ नि, खाएर सबतिर फालेको छ प्लास्टिकहरू है। कस्तो नराम्रो फिल हुन्छ कि, यसरी ल्याएर फाल्ने हो त जङ्गलमा। मान्छेहरू खान्छन् प्लास्टिकमा, डस्टबिन पनि व्यवस्थापन चाहिँ गरिदिनु पर्ने यो चेयरको सट्टा। हामी अस्ति नै आउँदा उतै गुराँसको रुख सानो थियो, हामी उता माथि सुतेका थियौँ क्या, सबैजना ग्रुपमा आएको थियौँ। त्यहाँ त गुराँसै पो ठुलो भइसकेछ, 3 वर्षमै कति ठुलो। जताततै सास पनि गुराँसको फुलको वासना आइरहेछ, अक्सिजनमा पनि। ल हामीले चाहिँ गुराँस इन्जोय गऱ्यौँ। तपाईँहरू आउनुभयो कि भएन भन्नु,
अनि आउनु भएन भने यो विकभित्र आउनु भएन भने गुराँस सकिन्छ। ल हेर्नु न यहाँ सकिसकेको छ यो बोटमा त पालुवा पलाउनु थालेछ कि यस्तो हुन्छ फुलिसकेपछि चाहिँ। कस्तो राम्रो खोल्ची हो, मलाई यस्तो खोल्चीहरू फेरि कति मनपर्छ बच्चा जस्तो। कस्तो मिठो कलर छ के, मिठो एकदमै वाउ कलर छ, एकदमै राम्रो कलर छ। अब हामी जान्छौँ त्यो माथि, त्यहाँ मन्दिर छ माताको दर्शन गर्ने, अनि त्यहाँबाट पनि गुराँसहरू देख्न सकिन्छ। अनि हामी फेरि यहीँ फर्केर आउँछौँ। अब म गुराँसको जङ्गलभित्र छिर्दैछु। गुराँसको फुल हेर्दा आउँदै हुनुहुन्छ भने, हुन त अब सिजन सक्यो, आउँदै हुनुहुन्छ भने गुराँसको फुल चाहिँ टिप्न मिल्दैन के। मान्छेहरू कस्तो फुल टिप्दै फाल्दै गर्छन्, थाहा नभएको हो कि यो पालि फुलेको गुराँस टिप्दा नेक्स्ट इयर चाहिँ कम्ती फुल्ने रहेछ, त्यो भएर टिप्न हुँदैन भन्ने चलन हो रहेछ हुन चाहिँ। तर मान्छेहरूलाई थाहा नभएर फुल टिप्यो अनि फालिदियो के फोटो खिच्नको लागि, त्यो त भएन नि त। गुराँसको जङ्गल हामी चाहिँ यहाँबाट कहाँ कहाँ पुगिन्छ क्या हिँड्दै गर्दाखेरि। यहाँको टिएमटी ट्रेल चाहिँ एकदमै फेमस छ नि त, त्यो चाहिँ माथि हाइटमा छ। हामी त्यता जाँदैनौँ कि जस्तो भइरहेछ, ठुलो पानी पर्छ जस्तो छ, सबै फुल पातहरू झरेको छ गुराँसको। मान्छेहरूले नथुकेको भए त टिपेर लान पनि हुन्थ्यो। यहाँबाट यस्तो भ्यू देखिन्छ, यो सबै गुराँसको रुखहरू हो। भर्खर पोखरी बनाएको रहेछ आर्टिफिसियल। नेपालको झन्डा चाहिँ अहिले ट्रेडमार्कै जस्तो भइसक्यो कि, जताततै नेपालको झन्डा फहराउने, जहाँ जहाँ चोक चोकमा। राम्रै हो त्यो पनि। गुराँसको फुलहरू मजाले फुलेको छ। यो विश्राम घर थिएन हामी आउँदा, भर्खर बने जस्तो छ। ल यहाँबाट देखिन्छ डार्क पिङ्क गुराँस। पानी परेर भर्खर रुके जस्तो छ कि, बिहान ठुलो पानी परेको थियो अरे, धन्न अहिले चाहिँ मजाले घाम लागेको छ। फेरि कालो मैलो भएको छ, मासतिर चाहिँ जान नपाइने भयो। छुएँ है त मैले। ओ माई गॉड फिलिङ कति राम्रो क्युट छ। फुलों की अपनी भाषा होती है भनेर सुनेको थिएँ। ल कस्तो राम्रो, मैले टिपिनँ है बाइ द वे। अब यो भन्दा नजिकबाट चाहिँ देखिँदैन है त, एकदम नजिकबाट हो गुराँस। आजको एपिसोड हजुरहरूलाई कस्तो लाग्यो? अन्तिमसम्म नै भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि मेरो पाइला नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्दै जाने नै छ। यति भन्दै यहाँहरूसँग बिदा चाहन्छु। त्यतिन्जेलसम्म खुसी रहनुहोस्, मस्त रहनुहोस् अनि स्वस्थ रहनुहोस्। थ्याङ्क यू।